हामी हरेक दिन सूचनाको विशाल सागरमा पौडिरहेका हुन्छौँ, तर हामीले उपभोग गर्ने त्यो सूचनामध्ये कति पौष्टिक छ र कति हानिकारक। आज हामी मिडिया साक्षरताको बारेमा कुरा गर्दैछौँ, त्यही कुरा पत्ता लगाउने एउटा महत्त्वपूर्ण सिप। ल, एउटा सामान्य प्रश्नबाट सुरु गरौँ न है। हामीले खानेकुरा जस्तै हामी मिडिया पनि उपभोग गर्छौँ, जसले हाम्रो दिमागलाई असर गर्छ। त्यसो भए हाम्रो दैनिक मिडिया मेनुमा चाहिँ के परिकारहरू छन् त? हामीले चलाउने सोशल मिडिया फिड होस्, समाचारका वेबसाइटहरू हुन् वा साथीभाइले फरवर्ड गरेका मेसेजहरू, जे हेरे पनि जता हेरे पनि जानकारीको बाढी नै बाढी छ। यो कहिल्यै नरोकिने सूचनाको प्रवाह जस्तै हो। अब यस्तो जानकारीको भेलमा कुन चाहिँ पत्याउने कुन चाहिँ नपत्याउने छुट्याउनै मुस्किल पर्छ, होइन त? सबै कुरा महत्त्वपूर्ण देखिन्छ, तर सबै कुरा सत्य नहुन सक्छ। र यस्तो माहौलमा के हुन्छ भन्दा डर, रिस वा अचम्म जस्ता भावना जगाउने खबरहरू चाहिँ डढेलो चाहिँ फैलिन्छन्। तथ्यलाई त पुष्टि हुन समय लाग्छ, तर भावनाहरू त्यो त तुरन्तै भाइरल भइहाल्छ, चाहे त्यो खबर झुटो नै किन नहोस्। ल, यो सबै कुरालाई अझै सजिलोसँग बुझ्नको लागि हाम्रो खानाको उदाहरणलाई नै फेरि हेरौँ। जसरी हाम्रो शरीरलाई खाना चाहिन्छ, दिमागलाई पनि त्यस्तै हो। एकातिर किताब, डकुमेन्ट्री जस्ता पौष्टिक दिमागी इन्धन हुन्छ, जसले हाम्रो ज्ञान बढाउँछ, अनि अर्कोतिर क्लिकबेट र हल्लाहरू छन्, जुन मानसिक जङ्क फुड जस्तै हुन्। एकछिनलाई त रमाइलो लाग्ला, तर आखिरमा हाम्रो दिमागलाई अस्वस्थ र अव्यवस्थित बनाइदिन्छ। अब स्वस्थ खाना खानलाई हामी फुड लेभल हेर्छौँ नि, होइन? हो, त्यस्तै मिडियाको लागि पनि एउटा सिप छ, जसलाई भनिन्छ मिडिया साक्षरता। सरल भाषामा भन्नुपर्दा यो खाली पढ्नु मात्रै होइन, यो त हामीले हरेक दिन देख्ने, सुन्ने कुराहरूलाई प्रश्न गर्ने, त्यसको गहिराइमा पुग्ने एउटा एकदमै महत्त्वपूर्ण जीवन सिप हो। अनि मिडिया साक्षरताको एउटा एकदमै महत्त्वपूर्ण पाटो के हो भने गलत सूचना अर्थात् मिसइन्फर्मेसन र दुष्प्रचार अर्थात् डिसइन्फर्मेसन बीचको फरक छुट्याउनु। हेर्नुहोस्, एउटा चाहिँ थाहा नपाई गल्तीले सेयर हुन्छ, तर अर्को चाहिँ जानी कसैलाई हानि पुर्याउने नियतले नै फैलाइन्छ। ल, अब प्रश्न आउँछ, यसलाई व्यवहारमा कसरी लागू गर्ने त? तरिका एकदमै सरल छ। कुनै पनि मिडिया सन्देशमा 4वटा मुख्य तत्त्वहरू खोज्ने। कुनै पनि जानकारीलाई आँखा चिम्लेर विश्वास गर्नु वा सेयर गरिहाल्नु अघि एकछिन रोकिएर सोच्नु एकदमै जरुरी छ। यो सन्देशमा आखिर 6 तरिके। यसका मुख्य तत्त्वहरू के हुन्? पहिलो तत्त्व हो संज्ञानात्मक तत्त्व। यसको मतलब यो सन्देशले खासमा के जानकारी दिइरहेको छ, यसले के तथ्यहरू प्रस्तुत गर्दैछ। दोस्रो र एकदमै महत्त्वपूर्ण भावनात्मक तत्त्व। त्यो सन्देशले हामीभित्र कस्तो भावना जगाउन खोजिरहेको छ? के त्यसले हामीलाई आशावादी बनाउँदैछ वा डर र रिसले भरिदिँदैछ? यो कुरामा ध्यान दिनु जरुरी छ। तेस्रो हो सौन्दर्यात्मक तत्त्व। मतलब त्यो सन्देशलाई आकर्षक बनाउन के कस्ता तस्विर, रङ, सङ्गीत वा कलात्मक तरिकाहरू प्रयोग गरिएका छन्, किनकि कहिलेकाहीँ प्रस्तुतिले नै हामीलाई विश्वास दिलाइरहेको हुन्छ। र अन्तिममा आउँछ नैतिक तत्त्व। त्यो सन्देशले लुकाएर के कुरालाई सही र केलाई गलत भनिरहेको छ? हो, यी 4वटा तत्त्वहरूले नै हामीलाई कुनै पनि सन्देशको बाहिरी तहबाट भित्र त्यसको गहिराइमा पुग्न मद्दत गर्छन्। अब यदि हामीले यी तत्त्वहरूलाई वास्ता गरेनौँ र जस्तो पायो त्यस्तै मानसिक जङ्क फुड खाइरह्यौँ भने त्यसको असर वास्तविक जीवनमा पनि देखिन्छ। अनि जब हामी यस्ता कुरामा ध्यान दिँदैनौँ, परिणामहरू साँच्चै खतरनाक हुन सक्छन्। गलत सूचनाले समाजमा डर फैलाउन सक्छ अनि कहिलेकाहीँ त हिंसा समेत निम्त्याउन सक्छ। हालसालै भएका यी घटनाहरू नै यसका उदाहरण हुन्। यो कुरा एकजना वक्ताको हजुरबुबाको जीवनमा पनि घटेको थियो। उहाँले हेर्ने सुन्ने मिडियाले उहाँलाई यस्तो संसारमा पुर्याइदियो जहाँ उहाँले जे विश्वास गर्नुहुन्थ्यो त्यही कुरा मात्रै बारम्बार देखाइन्थ्यो। उहाँ एक इको चेम्बरमा फस्नु भएको थियो। इको चेम्बरले के गर्छ भने यसले आफूसँग नमिल्ने विचार वा जानकारीलाई बाहिरै राखिदिन्छ अनि हामीले जे मान्छौँ, जे सोच्छौँ त्यसैलाई झन बलियो बनाइदिन्छ। समयसँगै हाम्रो विचार झन कट्टर हुँदै जान्छ र हामी समाजबाटै टाढिन सक्छौँ। त्यसैले यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने मिडिया साक्षरता भनेको हामीले आफ्नो नियन्त्रण फिर्ता लिनु हो, एक सचेत उपभोक्ता बन्नु हो। यसको लागि एउटा एकदमै सरल तर शक्तिशाली बानी बसाल्न सकिन्छ। पहिलो, कुनै पनि कुरा सेयर गर्नु अघि एकछिन रोकिने,
दोस्रो, यो कहाँबाट आयो, यसको उद्देश्य के हो भनेर प्रश्न गर्ने। तेस्रो, अरू भरपर्दो स्रोतहरूसँग दाँजेर हेर्ने। र चौथो, यस्तो सामग्री छान्ने जसले हामीलाई केही सिकाओस्, प्रेरणा दियोस्। हेर्नुहोस्, यसको उद्देश्य मिडियाको रमाइलो लिनबाट रोक्नु पटक्कै होइन, बरु हामीले के हेर्ने, के सुन्ने भन्ने कुराको नियन्त्रण आफ्नै हातमा लिनु हो, ताकि हामी यो डिजिटल संसारमा अझै बढी सूचित र विचारशील नागरिक बन्न सकौं। अन्तमा हामीले जे कुरा उपभोग गर्छौं त्यसको गुणस्तरले हाम्रो सोच र हाम्रो भविष्यलाई आकार दिन्छ। अब प्रश्न यो हो, हामी कस्तो भविष्य रोज्नेछौं?